हेलो हेलो गाइज आज चाहिँ हामी बन्जी जम्प हान्ने भोटेकोसी होइन त विश्वको कति हो होइन त यो बन्जी जम्प हान्ने क्रममा हाम्रो पुरुषोत्तम दाई हान्छु भनेर आउनु भएको छ। अब यी दाईले हान्छन् हान्दैनन् हेरौँ है त। यिनको मुटु कत्रो रहेछ छाम्नु पर्यो। यहाँ तलतिर त देख्यो भने नि डर लाग्छ। ल है गाइज हाम्रो दाजुले फाइनल्ली पैसा पनि तिरिसक्नु भएको छ। बन्जी जम्प हान्ने रे मुटु कतिको भाग गरिरहेछ दाइ? अलि बढाएको छ? ल एकछिनमा बढ्छ। ल उहाँको वेटहरू जोख्ने कार्यक्रम हुँदैछ। ब्लड प्रेसरहरू ट्याक्क नापेर यहाँ ट्रेनिङ गराइँदैछ। भोटेकोसीको बन्जी जम्प आज दाइले हान्नुभयो। ल अब अहिलेसम्म चाहिँ हान्ने भन्ने कुरा छ। त्यहाँ पुगेपछि दाइले फेरि ओला कालु गर्ने हो कि बन्जी मास्टरले चाहिँ बन्जीको डोरी एट्याच गरिदिनुहुन्छ तपाईँको एङ्कल हार्नेस र फुल बडी हार्नेसमा। र उहाँले तपाईँलाई एजमा लानुहुन्छ। एज भनेको चाहिँ जम्प गर्ने ठाउँ, जम्प जुन हाम फाल्ने प्लेटफर्म कि उहाँले लानुहुन्छ। हेर्नुहोस् त त्यहाँ गइसकेपछि चाहिँ तपाईँले चाहिँ इच एन्ड एभ्री टाइम चाहिँ उहाँहरूको कुरा चाहिँ फलो गर्नुपर्ने हुन्छ। उहाँले इन्स्ट्रक्सन दिइरहनु भएको हुन्छ, उहाँको कुरा चाहिँ स्ट्रिक्टली फलो गर्नुहुन्छ। आफूको चाहिँ केही पनि गर्न मिल्दैन त्यो ठाउँमा चाहिँ है। तपाईँ चाहिँ यसमा गइसकेपछि चाहिँ हिँड्न पर्ने हुन्छ कि अगाडि छेउमै हिँड्न पर्ने, त्यसको लागि बिस्तारै हिँड्ने है। तपाईँको खुट्टाको पोजिसन चाहिँ छेउमा गएर आधी खुट्टा बाहिर आधी खुट्टा भित्र हुनुपर्ने हुन्छ है। यो बडीको खुट्टाको पोजिसन चाहिँ है। अनि बडीको पोजिसन चाहिँ हातलाई खोल्ने यसरी होइन, चेस्ट आउट गर्ने, चिन अप गर्ने। तल हेर्दा चाहिँ अलिक डर लाग्ने हुन्छ कि त्यही भएको कारणले गर्दा चाहिँ तपाईँ माथि हेर्नुहोस्। माथि तपाईँको डाँडामा हेर्नुभयो भने चाहिँ होइन टक्कर माथि हेर्नुहोस्, अलिक डर कम हुन्छ। हातलाई यस्तो राख्नुहोस् है। अनि पोजिसन तपाईँको एकदम म्याटर गर्छ कि बन्जीमा चाहिँ जति राम्रो पोजिसन बनाउनु भयो नि तपाईँको जम्प त्यति नै राम्रो हुन्छ कि। त्यसले गर्दाखेरि पोजिसन चाहिँ एकदम राम्रो बनाउनु पऱ्यो। यसरी हेर्नुहोस् त पोजिसन यो भयो। पोजिसन पर्फेक्ट भइसकेपछि चाहिँ काउन्ट डाउन गर्नुहुन्छ। हाम्रो काउन्ट डाउन हुन्छ, हामी कहाँ चाहिँ 3, 2, 1 बन्जी भनेर हुन्छ कि काउन्ट डाउन चाहिँ है। पोजिसन पर्फेक्ट भइसकेपछि काउन्ट डाउन गर्नुहुन्छ। बन्जी मास्टरले 3, 2, 1 बन्जी भनेपछि मात्रै हाम फाल्ने। हाम फाल्ने तरिका चाहिँ हेर्नुहोस् एकदम इजी छ। स्विमिङ पुलमा डाइभ गर्नुभएको छ त्यस्तै गरी नै गर्ने हो। स्विमिङ पुलमा चाहिँ हामी हेड फर्स्ट डाइभ गर्छौँ भने यहाँ चाहिँ चेस्ट अनि हेड फर्स्ट उस्तै हो। तर तपाईँ चाहिँ यसरी कि छाती पड्काएर डाइभ गर्छ भने चाहिँ स्विमिङ पुलमा चाहिँ डाइभ कि हेर्नुहोस् त 3, 2, 1 बन्जी भन्नुहुन्छ। हल्का अगाडि जाने, खुट्टा अघि बेन्ड गर्ने र पुस गर्ने। यस्तै इगल चरा उठ्छ नि चिल उठे यसरी कि। हाम्रो दादा यहाँ भिडियोको लागि गर्दै हुनुहुन्छ तयारी, फर्म भर्दै हुनुहुन्छ, पेमेन्ट गर्दै हुनुहुन्छ। इमेलमा लिङ्क आउँछ, त्यो लिङ्क चाहिँ तपाईँले डाउनलोड गर्नुपर्छ सर। त्यसलाई तपाईँ कम्मरमा तान्नुहुन्छ होइन। अब तपाईँले ब्याक बेल्ट लाउँदैछु। ल है दाजु, हाम्रो दाजुले फाइनल्ली बन्जी जम्प हान्नलाई पुलतिर जाँदै हुनुहुन्छ। ठिक छ। कुटिनी कुटुन मारिनी मार। हेलो ल कस्तो रमाइलो भइरहेको त? एकदम रमाइलो यार। ल दाजुले बन्जी जम्प हान्नु आँटिलो मान्छे को छ यार? ए खतरा आँटिलो। ल यहाँ तलतिर पनि देखाइदिन्छ। बबालै छ यहाँ। अनि दादा कस्तो मजा आइरहेछ? एकदम मजा। अब धेरै मजा चाहिँ अब हाम फालेपछि थाहा होला होइन। एउटा उखान छ नि, समुद्रको गहिराई पत्ता लगाउनु समुद्रमै हाम फाल्नु पर्छ भनेर जस्तो। बन्जी जम्पको मजा लिन चाहिँ बन्जी जम्प हान्न बन्जी जम्पै हान्नु पर्यो। आज त लास्ट रिसोर्टमा आएर बन्जी जम्प हान्ने क्रममा हाम्रो दाजु रेडी पोजिसनमा अब यहाँबाट यता गएर ट्याक्क हाम फाल्नुहुन्छ। जानुभन्दा अगाडि केही भन्नु छ? म चाहिँ स्वाभाविकले अलिक रिस्क मन पराउने मान्छे हो होइन। यस्तो यस्तो साहसिक गेमहरू चाहिँ खोजी धाइ गरेर खेल्ने मान्छे हो। आज अब हेरौँ के हुन्छ। अनि भाउजूलाई सबैलाई मिस्यु भन्न चाहन्छु। घर परिवार साथीभाइ सबैलाई चाहिँ सम्झिन चाहन्छु एक पुस्तक। धन्यवाद है त। बाँकी अब हेलो गाइज, आज चाहिँ हामी हेर्नुहोस् त ट्याक्क पुलमा भोटेकोसीको बन्जी जम्प हान्ने पुलमा हाम्रो पुरुषोत्तम गौतम दाईले चाहिँ ट्याक्क बन्जी जम्प हान्ने भनेर यहाँबाट हाम फाल्ने तयारी हुँदैछ। यतातिरको भ्यूहरूको कुरा गर्नुपर्दा त कुरा गरी साध्यै छैन। बवालै ठाउँ हो यो सिन्धुपाल्चोकको भोटेकोसीमा।
ट्याक्क बन्जी जम्प हान्ने क्रममा है त कन्टिन्यू। जिग्री र पेसल ब्रो पनि यता हेरेर बसिरहेछ नि ट्याक्क बन्जी जम्प हानेको हेर्नलाई हेर्नलाई बसिरहेछ। हाम्रो दाजु बन्जी हान्ने ट्याक्क ठाउँमै जानु भइसकेको छ। केही भन्न चाहनुहुन्छ? साहस दिएर आफै दङ्ग पनि कति आँटिलो रहेछ भन्ने कुरो मजा आयो नि। प्रमाणित गरे। मजा आर्टलाई चाहिँ प्रस्तुत गर्न पाएँ। खुसी हुनुहुन्छ नि? एकदम खुसी, केही भन्नु सो ह्याप्पी। कस्तो यो जस्तो जिन्दगीमा चाहिँ एकचोटि चाहिँ बन्जी गरेन भने त्यो मान्छे पछि डराउनु भएन है त? डराउनु भएन। ल अरू केही भन्नु छ लास्टमा? एकदम एकचोटि चाहिँ बन्जी गर्न चाहिँ आउनै पर्छ। त्यसले चाहिँ जिन्दगीको मजा के हो मात्र थाहा पाउँछ। त्यसपछि एड गर्न मन लाग्छ। एड गर्न मन धन्यवाद है त सबैजना।